सुख मात्र तपाईको दिमागको स्थिति हो। सुखी हुन तपाईको सोच सकारात्मक हुनुपर्छ। यसै भनाइका साथ स्वागत छ दर्शक तथा श्रोता महानुभावहरू नेपाली कथामा। नेपाली कथामा आज भने मैले नेपालको लोककथा संग्रह पुस्तकबाट राक्षसी महारानी भन्ने शीर्षकको कथा लिएर आएको छु। यस कथालाई करुणाकर वैद्यज्यूले संकलन गर्नुभएको हो। कथा राक्षसी महारानी। एकादेशमा एकजना राजा राज्य गरिरहेका थिए। ती राजाका विवाहित रानीहरू जम्मा 7 जना थिए। रानीहरू सबैजना अति सुन्दरी र गुणवती थिए। कालान्तरमा ती 7 जना रानीहरू गर्भवती भए। यता राजा भने आफ्नो धेरै जसो समय शिकार खेल्नमा बिताउँथे। एक दिन राजा आफ्नो मन्त्री साथमा लिई शिकार खेल्न भनी जंगलतिर लागे। जाँदा जाँदा उनीहरू घनघोर जंगलमा पुगे। राजालाई तिर्खाले खूब सताउन थाल्यो। यताउता हेरे, पानीको नाम निशाना थिएन। पानी खान नपाएर ती दुवै जनाको मरणान्त अवस्था हुन थाल्यो। तैपनि उनीहरूले पानीको खोजी गर्न छाडेनन्। सकी नसकी यताउति खोजी गर्दा संयोगवश एक ठाउँमा एउटा राम्रो पानीको ढुङ्गे धारा भेट्टाए। राजालाई त के खोज्छस् कानो आँखो भने जस्तै भयो र बल्ल बल्ल पानी खान पाइयो भनी खुसी हुँदै अगाडि बढ्दा त्यही ढुङ्गे धारामाथि एउटी परम सुन्दरी बसिरहेको देखे। तर राजालाई पानी नै ज्यादा आकर्षक थियो। त्यसैले पहिले पानी खाउँ भनी अघि सर्दा त्यस सुन्दरी आइमाईले पानीको धारा नै रोकिदिए। यता राजालाई भने प्यासले मरणान्त भइरहेको थियो। वास्तवमा त्यो सुन्दरी आइमाई एक राक्षसी थिए। ऊ मनुष्यको रूप धारण गरी त्यहाँ बसिरहेकी थिए। राजाले त्यसलाई पानी खानु पर्यो, धारा छोडिदेऊ भनी हराए। महाराज, पहिले हजुरले मैले भनेको कुरा मान्छु भनी कबुल गर्नुहोस्। मानिदिनु भए मात्र म धारा छोडिदिन्छु, त्यस आइमाईले भनी। तिर्खाले सताएका राजालाई त्यस आइमाईले भनेको कुरा सकार्न करै लाग्यो। राजालाई यसरी कबुल गराएर मात्र त्यो आइमाईले धारा छोडिदिए। राजाले पनि धाराको चिसो पानी खाएर तिर्खा शान्त गरे। राजाले पानी पिइसक्ने बित्तिकै त्यस आइमाईले भनी, महाराज, म हजुरसित विवाह गर्न चाहन्छु। अब यस कुरामा हजुरले स्वीकार गर्नै पर्छ। राजालाई फसाद पर्यो। उनले आफ्नो प्रतिज्ञा अनुसार स्वीकार गर्न करै लाग्यो। त्यही स्वयंवरको रीतले राजाले त्यस आइमाईसित विवाह गरिकन आफ्नो दरबारमा भित्राए। तर राजालाई भने त्यो आइमाई स्त्री रूप धारण गरिरहेकी एक राक्षसी भनेर कहाँ थाहा थियो र। त्यो आइमाई दरबारमा भित्राएको दिनदेखि दरबारमा कलह हुन थाल्यो। राजाका आफ्ना विवाहिता रानीहरू त त्यस आइमाईको आँखाको कसिङ्गर बन्न पुगे। एक दिन राजा अघि जस्तै शिकार खेल्न जंगलतिर लागे। सोही मौका पारी त्यस आइमाईले 7 जना रानीहरूलाई निकाल्न लगाउने षड्यन्त्र रची। त्यसले आफ्नो कोठामा झ्याल ढोका सबै बन्द गरिकन आफैलाई ठाउँ ठाउँमा चिथुरेर कपाल लुछेर हुनसम्म आफूलाई बेहाल पारेर रोइरहेको बहाना गरेर बसी। शिकारबाट फर्केका राजा सिधा आफ्नी नौली रानीको कोठाको ढोकानिर पुग्दा झ्याल ढोका सबै बन्द र भित्रबाट रोइरहेको आवाज सुनियो। कति ढोका गजगजाए तर ढोका खोलिएन। धेरै बेरपछि भित्रबाट आवाज आयो, महाराज, मैले भनेको एउटा कुरा मानिदिनु भए मात्र म ढोका खोलिदिन्छु, नत्र खोल्ने छैन। राजा भने राक्षसी महारानीका बसमा परिसकेका थिए। उनले तुरुन्तै हुन्छ म मानिदिन्छु भनी कबुल गरिहाले। त्यति कबुल गरेपछि ढोका पनि खोलियो। नजर होस् महाराज, हजुर बाहिर सवारी भएको मौका पारी हजुरकै ती 7 रानीहरू आएर मलाई हुनसम्म शास्ति गरी यस्तो दुर्दशा पारिदिए। अब म सहने छैन। कि त मलाई निकाला होस्, कि त ती चण्डाल रानीहरूलाई निकाला होस्। एकै दापमा 2 खुकुरी त रहन सक्दैन महाराज। त्यो राक्षसी महारानीले ठिक पारी रोई रोई बिन्ती गरी। एकछिन त राजा यो कुरा सुनि टोलाएर उभिरहे। अन्त्यमा राजाले पनि आफ्ना 7 वटा महारानीलाई निकाल्ने नै निधो गरे। दरबारबाट बाहिर निकाल्न लागेका बेलामा त्यस आइमाईले ती 7 रानीहरू मेरो अगाडि ल्याइ बक्सियोस् भनेर राजासित अनुरोध गरी। त्यसले भने चाहिँ 7 रानीहरूलाई त्यस राक्षसी रानीको अगाडि उभाइयो। त्यो राक्षसी रानीले त ती 7 जना महारानीका आँखाहरू बाँसले घोचेर निकाली तिनीहरूलाई कानो तुल्याई दरबारबाट निकालिदिए। ती बिचरा गर्भवती रानीहरू अन्धकारमा छामछुम गर्दै वनतिरको बाटो लागे। यसरी जाँदा जाँदा घनघोर जंगलमा पुगेपछि बल्ल तल्ल उनीहरूले एउटा सानो पाटी भेट्टाए। त्यही पाटीमा उनीहरूले आफ्नो बास बनाए। वनमा यताउति घुम्दै जो भेट्टाएको फलफूल खाएर आफ्नो पेट पाल्न थाले। उनीहरू ठूलो संकटमा परे।
एक त वन जंगलको दुःख कष्ट सहनु, फेरि अरू झन कठोर दुःख कानो भएर बस्नु। यो भन्दा कठोर दुःख के होला? एक दिन ती रानीहरूमध्ये जेठी रानीले एक छोरो जन्माइन्। तर त्यहाँ स्थिति यस्तो पुगिसकेको थियो कि महिनौदेखि खान नपाएर बसेका ती गर्भवती स्त्रीहरूले नवजात शिशुलाई नै 7 टुक्रा पारेर त्यसको मासु खाइदिए। तर सबैभन्दा कान्छी रानीले भने त्यो बालकको मासु छोइनन्। तिनले छोडेको भाग पनि जेठी महारानीले नै खाइन्। यस्तै रीतले प्रत्येक रानीले एक एक पुत्र जन्माए, तर ती सबै शिशुहरूको गति पनि त्यही भयो। अन्त्यमा कान्छी महारानीले पनि एक पुत्र जन्माइन्। त्यस बालकलाई पनि 6 जनाले मारेर भाग लगाउने सुरसार गरे। तर कान्छी रानीले भनिन्, पक्नुस्, यो बालकलाई तपाईहरूले मार्न पाउनुहुन्न। तपाईहरूले जन्माएका अरू बालकहरूको मासु पनि मैले छोइन, यसलाई पनि म मार्न दिन्न। यति भनेर कान्छी महारानीले त्यस बालकलाई कहीँ लगेर बडो युक्तिपूर्वक लुकाइराखिन्। समय बित्दै गयो, बालक पनि क्रमशः बढ्दै गयो। 6-7 वर्षपछि त्यो बालक आफै वनमा यताउति घुम्दै खोज्दै फलफूल दाउरा जम्मा गरी ल्याउँथ्यो र आमाहरूको अगाडि राखिदिन्थ्यो। बिस्तारै बिस्तारै त्यो बालक अब केही टाढा टाढासम्म गएर गाउँमा यताउति काम गरी 2-4 पैसा कमाएर ल्याउँथ्यो र यसरी पाएको पैसा आमालाई बुझाउँथ्यो। एक दिन त्यस बालकले एउटा कुच्चो लिएर बाटामा बढार्ने काम गरिरहेको थियो। यसरी बढार्दै बढार्दै लग्दा संयोगवश राजाको ढोकामा पुग्यो। उसले जति सफा गरी बढारी दिन्थ्यो त्यतिको सफा कसैले पनि बढारी दिँदैनथ्यो। त्यस दिन त्यो बालकलाई दरबारका मानिसहरू खुसी भएर 25 पैसा इनाम पनि दिए। हुँदा हुँदा त्यो बालकलाई त्यही दरबारमा बढार्ने काममा नियुक्ति पनि गरियो। दिनहौ आएर दरबारको चोक, आँगन, मूलढोका सबै सफा सुग्घर पारिदिन्थ्यो र ज्याला पनि त्यही दिन पाउने गर्थ्यो। राजाले पनि त्यो बालक निकै मन पर्न थाल्यो। तर वास्तवमा त्यो बालक आफ्नो छोरो हो भनी राजालाई कहाँ थाहा थियो र? तर राक्षसी महारानीलाई त्यो बालक आफ्नै सौताको छोरो हो भनी थाहा भइसकेको थियो। यसरी राजाले बालकलाई प्रेम गरेको देख्दा त्यो राक्षसी महारानीलाई भित्रभित्रै डाह हुन थाल्यो। अब जसरी भए पनि यस बालकको प्राण नलिकन भएन भनी मनमा नै षड्यन्त्र रच्न थाली। त्यही दिनदेखि नै राक्षसी महारानीले पेट दुख्यो भनी रुँदै कराउँदै बारम्बार मुर्छा परेको जस्तो बहाना गर्न थाली। राजाले देशमा नामुत वैद्यहरू, झारफुके, धामी जति छन् सबैलाई बोलाएर औषधि गर्न थाले। आखिर केही लागेन। लाग्ने पनि कसरी? अन्त्यमा त्यस राक्षसी महारानीले भनी, यस किसिमको औषधिले मलाई फाइदा हुने छैन, म आफै उपाय गर्छु। मेरो माइतमा एउटै दुधे भैँसी पालिराखेको छ, कसैलाई त्यस भैँसीको दुध लिन पठाइदिनुहोस्। त्यो दुध खाएपछि मेरो पीडा शान्त हुनेछ। तर राजालाई त्यस स्वास्नीको माइती राक्षसको देशमा छ भन्ने कुरो थाहा थिएन। अब त्यो दुध कसलाई लिन पठाउँ भनी मनमा नै घुमिरहेको बेलामा राक्षसी महारानीले भनी, महाराज, यो दुध लिन जान सक्ने अरू कोही छैन। हाम्रो दरबारमा बढाउन आउने केटो एकजनाले मात्र लिन जान सक्छ, त्यसलाई पठाइदिई बक्सियोस्। यता त्यस केटाले दिनहौ यसरी कमाएर ल्याएको पैसाले आफ्ना 7 जना आमाहरूलाई स्याहार सुसार गरिराखेको थियो र पछि एक सानो झोपडी बनाएर त्यही बसोबास गराइदिएको थियो। एक दिन राजदरबारबाट त्यसलाई कुबेलामा अचानक बोलावट आयो। ती 7 जना महारानीले यसरी अचानक बोलाएकोमा अवश्यमय बालकलाई अनिष्ट हुनेवाला भनी शंका गरे। यसैले उनीहरू सबै एकमत भएर यसलाई रोक्न खोजेका थिए। तर केटाले नै मानेन र सरासर राजदरबारतिर लाग्यो। ती 7 जना महारानीले मनमा नै हामीले पहिलेका बालकहरूलाई नमारेको भए कस्तो सुविस्ता हुने थियो भनी पछुताउ गर्न थाले। त्यो केटो सिधा दरबारमा गएर राजाको अगाडि उपस्थित भइकन बोलाएको कारण सोध्यो। राजाबाट हुकुम भयो, बाबु, तिमी एक टाढाको देशमा गएर दुधे भैँसी जातको एक प्रकारको भैँसीको दुध ल्याइदिनु पर्यो। राक्षसी महारानीले सिकाएको जस्तै एउटा राक्षसको देशको नाम बताइदिए। त्यो केटाले तुरुन्तै हस महाराज भनी जान कम्मर कस्यो। तर त्यस कामका निमित्त राजासँग 500 रुपैयाँ जति दाम पनि लियो। त्यही दाम लिएर त्यो केटो पहिले आफ्नो घरमा गएर 7 आमालाई एउटा सानो घर बनाएर चाहिने जति खाने सामानहरू पुर्याएर आमाहरूसित बिदा लिएर राजा कहाँ पनि बिदा माग्न आयो। दरबारमा आइपुग्ने बित्तिकै राक्षसी महारानीले त्यस केटाको निधारमा आफ्नै रगतले यसरी लेखी, यो केटो मेरो सौतेनी छोरो हो। त्यहाँ आइपुग्ने बित्तिकै यसको प्राण लिइहाल, यसलाई नमारिकन हुँदैन, यसलाई जिउँदै कुनै हालतमा पनि फर्काई नपठाऊ। यो अक्षर लेखेको राजालाई पत्तो नै भएन।
त्यो केटो राक्षसको देशतिर जाँदा जाँदा पुग्नै लागेको बेलामा ज्यादै थकित भयो। केही बेर विश्राम गर्ने विचार गरेर ठाउँ खोज्न थाल्यो। त्यसै बेला नजिकै हरियो काईले ढाकिराखेको एउटा ठूलो ढुङ्गा त्यसले देख्यो। त्यही ढुङ्गामा आराम गरौँ भनी थचक्क बस्यो। तर ढुङ्गा ज्यादै फोहोर देखेर केटाले पहिले त्यो ढुङ्गालाई चारैतिर मलेर सफा गर्यो। ठिक त्यसै बेला त्यो ढुङ्गाले बोलेको आवाज त्यो केटाले सुन्यो। ओहो, मेरो जिउ नै सन्चो हुने गरिकन कसले सफा गरेको हो? जसले भए पनि आँखा चिम्ल, अब म प्रकट हुन लागे। यति आवाज आएपछि त्यहाँ अति सुन्दर रूप भएका एक देवता प्रकट भए। ओहो, तिमी त केटा पो रहेछौ, कहाँ जान लागेका? देवताले सोधे। हो परमेश्वर, म दुधे भैँसीको दुध लिन भनी जान लागेको हुँ, केटाले जवाफ दियो। देवताले केटाको निधारमा लेखेको अक्षर देखिहाले। तिमीले मुख धोएका छैनौ? पहिले मुख सफा गरी धोइहाल त, देवताले हराए। केटाले पनि मुख सफा गरी धोइदियो अनि देवताले फेरि त्यसको निधारमा यस प्रकारले लेखिदिए। प्यारी आमा, यो मेरै छोरो हो। यसलाई खुब मिठो मिठो खाना दिएर दुधे भैँसीको दुध दिई पठाउनुहोस्। यसले बोक्न सक्ने जति हिरामोतीको पोको पनि पठाइदिनुहोस्। यति लेखेर देवताले लौ धन्दा मान्नु पर्दैन, तिमी आफ्नो काममा सरासर जाऊ भनी सिकाएर पठाए। त्यो केटो जाँदा जाँदा आखिरमा राक्षसको देशमा पुग्न साथ त्यो राक्षसी महारानीले भनी पठाएको घरभित्र पसी हजुरआमा हजुरआमा भनी बोलाउँदै गयो। त्यहाँ त्यो केटो पुगेदेखि राक्षसहरू यहाँ मानवको गन्ध आयो भनी कराउन थाले। केटाले बोलाउँदै बोलाउँदै माथि नै सरासर गयो। उसलाई देख्न साथ राक्षसीले त बल्ल आज तातो तातो मासु भात खान पाइने भयो, कति दिन भइसक्यो मान्छेको मासु खान नपाएको भन्दै त्यो केटालाई झम्टन खोजी। अनि त्यो केटाले जवाफ दियो, हजुरआमा, के कुरा गर्नु भएको तपाईँले? आफ्नो नातिलाई पनि कसैले खाला? राक्षसीले भनी, त कहाँ नाति होलास? त्यो भनेको सुनेर त्यो केटाले भन्यो, हजुरआमा, तपाईँ नपत्याउनु भए लौ हेर्नुहोस्, आमाले मेरो कपालमा के लेखेर पठाएकी छिन्। हजुरआमाले यसरी मलाई मारेर खानुहोला भनेर आमाले यसो लेखेर पठाउनु भएको। त्यो बुढी राक्षसी हेर्दाखेरि त साँच्चै हो रहेछ मेरो नाति भनेर त्यो केटालाई अँगालेर बोकी अनि त्यसलाई मिठो मिठो खाना दिएर लुकाइराखी। तर त्यस राक्षसीको लोक्ने घर आएदेखि, ए सुन्यौ, यहाँ मान्छेको गन्ध आएछ भनेर कराउँदै माथि आयो। अनि राक्षसीले भने, के कुरा गर्नु भएको तपाईँले पनि? हामी कहाँ पनि कोही मान्छे आउला नआउला तपाईँलाई थाहा छैन? तैपनि त्यो राक्षसले पत्याएन। आखिरमा आफ्नो लोग्नेलाई बाचा बाँधेर, यो केटा हाम्रो नाति हो, हाम्री छोरी बिरामी छ भनेर औषधि लिन आएको हो, राक्षसीले भने। तब त्यो केटा बाहिर आयो। केटो त्यहाँ बसिराखेको 8-9 दिन भइसकेको थियो। उता राक्षसी महारानीले अब त त्यस केटालाई मारिसक्यो होला भनी ठानी, अब त मेरो पेट दुखेको अलि निको भयो भनेर राजालाई भने। यता भने त्यस केटाले जान्छु भनेर उसका हजुरआमा हजुरबा भनाउँदाहरूसँग सोध्यो, पख बाबु 1-2 दिन बस, हाम्रो दिवाली एउटा त सिद्ध्याएर जाऊ हुन्न भने। तर त्यो केटोले आमाले चाँडै दुध लिएर आऊ भनेर भन्नुभएको भनी जिद्दी गरेकाले उसलाई असल दुध दिई फर्काइदिए। दुध बोकी त्यो केटो पहिले सरासर आफ्नो आमाहरू बसिराखेको घरतिर गयो। दुध उसका आमाहरूलाई खुवाएर अलिकति मात्र दुध बाँकी गरी दरबारमा राजालाई दिन लग्यो। राजाले पनि त्यो केटाले दुध ल्याइदिएकोमा खुसी भएर धेरै धन बकस दिएर पठाए। राक्षसी महारानीले भने त्यो केटो फर्केर आएको देखेर आमा बाबुसँग रिस उठाएर उनीहरूलाई गाली गर्न थाली। राजाबाट बकस पाएको पैसाले त्यो केटाले अब राजाको दरबार जस्तै एउटा घर बनायो। केही दिन बित्यो। फेरि राक्षसी महारानीले टाउको दुखेको बहाना गरी गरी पहिले जस्तै रुन थाली। राजाले पनि पहिले झैं वैद्यहरू देखाएर कति औषधि गनाउँदा पनि केही सिप नलागेपछि त्यही केटालाई बोलाई औषधि लिन पठाए। 7वटै आमाहरूले नजाऊ बाबु भनी कराए पनि त्यो केटाले आफ्ना आमाहरूलाई सब कुरो पुर्याएर त्यही राक्षसको देशमा औषधि लिन गयो। जाँदा जाँदा त्यही ढुङ्गाको देवतातिर पुग्यो। ढुङ्गा त काई लागेर फेरि हरियो भइरहेको थियो अनि त्यसलाई पहिले झैं सफा गरी धोयो। तब फेरि ढुङ्गाको देवता बोले, ए केटा, तिमी किन फेरि आयो? केटाले जवाफ दियो, हो ईश्वर, मलाई फेरि त्यही देशमा गएर औषधि लिएर आउने काम अराएर पठाए। अनि देवताले पनि त्यसो भए तिमी यो 3 चिज बोकेर जाऊ भनेर उसलाई एउटा टुक्रा गोल, एउटा टुक्रा ढुङ्गा र 1 टुक्रा माटो दिई पठाए। राक्षसहरूको देशमा पुगेर त्यो केटाले पहिले जस्तै बोलाइ बोलाइ गयो। ए बाबु माथि आऊ भनेर उसलाई सम्मान गरी भित्राए।
यसपालि तिनीहरूले त्यस केटालाई आफू कहाँ भएका सब वस्तुहरू देखाउँदै लगे। पहिले हिरामती भएको कोठामा लगे, पछि तिनीहरूको आफ्नो ज्यान राखी छाडेको कोठामा देखाउन लगे। त्यो केटाले पनि एक एक वस्तु रहेसम्म यो के नि, यो के त भन्दै सोध्दै लग्यो। तिनीहरूले पनि बताउँदै गए, यो 7 जोडा आँखाहरू तिम्रा सौतिनी आमाहरूको हो, यो सुगा चाहिँ तिम्रे आमाको ज्यान हो भन्दै एक एक वस्तु देखाउँदै लगे। अनि माथिल्लो तलामा रहेको फटकेरी खम्बा देखाउँदै यो खम्बा सबै राक्षसहरूको ज्यान हो। त्यो खम्बालाई खड्गले काट्न साथ 3वटा भमरा निस्कन्छन्। एउटा माथितिर जान्छ, अर्को दक्षिणतिर जान्छ, अनि एउटालाई रगत नआउने गरी हत्केलामा राखेर मार्यो भने सब राक्षसहरू मर्छन् भनी सबै कुरा बताए। केही दिनपछि ती राक्षसीहरू सबै त्यो केटालाई घरमा एक्लै छोडेर साँचो समेत उसलाई दिएर भोज गए। यही हो मौका भनी त्यो केटा त सबभन्दा पहिले ज्यान राखेको कोठामा गएर आफ्ना आमाका 7 जोडा आँखाहरू लियो र सुगा पनि लियो, अनि एउटा बाँसुरी पनि लियो। त्यसपछि हिरामती राखेको कोठामा गएर बोक्न सक्ने जति हिरामती लियो। अब माथि गएर फटकिरीको खम्बा एक धारमा काट्यो, साँच्चै 3वटा भमरा निस्के। अस्ति ती राक्षसले भने जस्तै एउटा उत्तरतिर गयो, अर्को दक्षिणतिर गयो। एउटालाई रगत नआउने गरी आफ्नो हत्केलामा राखेर मारिदियो। अब त्यो केटो वायु समान कुदेर आयो, उसलाई त राक्षसहरूले लखेटेर ल्याए। त्यसै बेला त्यो केटाले एक टुक्रा ढुङ्गा फ्याँक्यो। त्यो ढुङ्गाको पर्वत बनेर छेको दिएकाले ती राक्षसहरू पर्वत नागेर आउन सकेनन्। जो पर्वत नागिसकेका थिए ती राक्षसहरूले फेरि लखेटेर ल्याए। यसपालि त्यो केटाले एक टुक्रा माटो फ्याँकिदियो। यो माटोको पर्वत बनेर फेरि ती राक्षसहरू पार गर्न सकेनन्। सबभन्दा पछि त्यो केटाका हजुरबा हजुरआमा भनाउँदाहरूले के गरेर आएको बाबु तिमीले भन्दै पछि पछि लागेर आए। अब त्यसले एक टुक्रा गोल फ्याँकिदियो। त्यो गोल आगोको पर्वत भएर बसिदिएकाले उनीहरू पनि आउन सकेनन्। घर पुग्न साथ त्यस केटाले पहिले आफ्ना आमाहरूलाई आँखा राखिदियो र उनीहरू आँखाले देख्न सक्ने भए। उसले बाँसुरी बजाएर दुधे भैँसीको दुध पनि खुवायो, अनि घर बाहिर एउटा सुगा झुन्डाइ राख्यो। बाटामा आउनेहरूले त्यो सुगालाई हेरेर कराएर जान्थे, यो सुगा त यो घरलाई सुहाएन, यो त राजाको दरबारमा राख्नलाई मात्र लायक छ। राजाले त्यो सुगा लिन पठाए। त्यो केटाले भन्यो, महाराज यो सुगा त म दिन्न, तर यो सुगाको नाच एकपल्ट हजुरकै दरबारमा देखाउला हुन्न महाराज। राजाले पनि हुन्छ भनी जवाफ दिए। त्यो सुगा ल्याएदेखि राक्षसी महारानीलाई मेरो ज्यान ल्याइसकेछ, अब म बाँच्ने छैन भनी पिर पर्यो। यता राजाको दरबारमा चराको नाच देखाइँदैछ भनेर झ्याली पिटाउन लगाइयो। त्यहाँ राजा, मन्त्री र प्रजागणहरू सब जम्मा हुन आए। नाच देखाउन सुरु गर्यो। महाराज र राक्षसी महारानी एउटा झ्यालमा बसेर नाच हेरिरहे। त्यस बेला त्यो केटाले भन्यो, दर्शक वर्गहरू हो, सुगा नाचेको मात्र नजर गर्ने होइन, राजा र रानी राज होइबक्सेको झ्यालमा पनि नजर गर्ने तकलिफ गर्नुहोला। त्यो केटाले सुगालाई जसो जसो गरायो, राक्षसी महारानीले पनि त्यसो त्यसो नै गर्न थाली। यस्तो देखेर त्यहाँ हेरिरहेका मानिसहरू सब ताजुब मानिरहे। सुगा घुमी घुमी नाच्न थाल्दा महारानी पनि घुमी घुमी नाच्न थाली। सुगाले टाउको हल्लाए जस्तै महारानीले पनि टाउको हल्लाउन थाली। सबै मानिसहरू कस्ती महारानी रहेछ भनी अद्भुत मानिरहे। अन्त्यमा त्यस केटाले सुगाको टाउको निमुठी टुक्रा पारिदिँदा त्यस राक्षसी महारानीको टाउको काटिएर त्यही मरी। अब राजा तथा अरू भाइ भारदारहरू, मन्त्रीगण सबैले महारानी त राक्षसी रहेछ भन्ने थाहा पाए, तर त्यो केटालाई सबैले तारिफ गर्न थाले। राजाले पनि त्यो केटो आफ्नै छोरो रहेछ भनी थाहा पाए र त्यस केटाले पनि राजा आफ्नै बाबु रहेछन् भनी जान्यो। राजाले आफ्नो राज्याधिकार आफ्नो छोरालाई दिए। पहिलेका 7वटी रानीहरू पनि आफ्नो दरबारमा बोलाई त्यस केटालाई युवराज धिराज बनाई सुखपूर्वक दिन बिताइरहे। कथा राक्षसी महारानी, संकलक करुणाकर वैद्य। तपाईलाई आजको कथा कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। भन्दै लागौं गाउँ खाने कथातर्फ। दर्शक तथा श्रोतावृन्दहरू, हिजो मैले सोधेको गाउँ खाने कथा रहेको थियो, देख्दा लौरो, खाँदा काठ, निल्छ रस, थुक्छ कपास के हो, र यसको सही उत्तर रहेको छ उखु। र हिजोको भिडियोमा कमेन्ट गर्नुहुने सम्पूर्ण दर्शकको म नाम र कमेन्ट वाचन गर्न गइरहेको छु। हिजोको भिडियोमा कमेन्ट गर्नुहुने दर्शक हुनुहुन्छ दीप तिमेल सिन्हाज्यू। उहाँ लेख्नुहुन्छ, किप गोइङ सर,
तपाईलाई धेरै धेरै धन्यवाद। कृष्ण सिंहज्यू लेख्नुहुन्छ नमस्कार जमिन सर, आजको गाउँ खाने कथाको उत्तर उखु हो जस्तो लाग्यो भन्नुभएको छ। तपाईको सही उत्तर रहेको छ। श्रेया राईज्यू लेख्नुहुन्छ राम्रो कथा छ सर भन्नुहुन्छ। तपाईलाई धेरै धेरै धन्यवाद। सिंह नेहाज्यू लेख्नुहुन्छ अमेजिङ स्टोरी। तपाईलाई पनि धेरै धेरै धन्यवाद। मायाश्रीज्यू लेख्नुहुन्छ बाफ्रे कति दर्दनीय र मन छुने कथा सुनेर साह्रै नै मन छोयो आदरणीय जमिन सर भन्नुभएको छ। तपाईको कमेन्टको लागि धेरै धेरै धन्यवाद। रीता ठकुरी दिदी लेख्नुहुन्छ नमस्कार भाइ, आजको नेवारी कथा अत्यन्तै रोचक शिक्षामूलक लाग्यो। कथाले घमण्ड नै पतनको कारण हो भन्ने शिक्षा दिन्छ। आजको उत्तर चाहिँ उखु हो भाइ भन्नुहुन्छ। तपाईको सही उत्तर रहेको छ। अमित कार्कीज्यू लेख्नुहुन्छ कथा धेरै राम्रो, यस्तै रोचक कथा भनिरहनु, थ्याङ्क यू भन्नुभएको छ। तपाईलाई पनि धेरै धेरै धन्यवाद। किशोर केसीज्यू लेख्नुहुन्छ कथाको लागि धन्यवाद, पहिला लाइक र कमेन्ट गरेर मात्र कथा सुन्छु है म त भन्नुभएको छ। धेरै धेरै धन्यवाद। युवराज निरौलाज्यू लेख्नुहुन्छ कथा अत्यन्तै रोचक, गुणग्राही, रसिलो, कसिलो, मनमोहक, आनन्ददायक, नीतिप्रद र सन्देशप्रद लाग्यो अनि उत्तर चाहिँ उखु हो कि जस्तो लाग्यो नि मलाई त भन्नुभएको छ। तपाईको सही उत्तर रहेको छ। कृष्ण खनालज्यू लेख्नुहुन्छ नमस्कार सर, हजुरको कथा अनि वाचन शैली अति राम्रो लाग्छ, दिनभरिको थकाइ एकैछिनमा हराएर गइदिन्छ। हजुरलाई धेरै धेरै धन्यवाद भन्नुभएको छ। कृष्ण खनालज्यू तपाईलाई पनि धेरै धेरै धन्यवाद। त्यसै गरी अकेशाज्यू लेख्नुहुन्छ हेलो ब्रदर, आन्सर रहेको छ सुगर क्यान, उखु नै हो दाई र तपाईको स्टोरी नियमित सुन्ने गर्छु, कमेन्ट दैनिक नगरे पनि भन्नुहुन्छ। अकेशाज्यू धेरै धेरै धन्यवाद। पुलामी तोपेन्द्रज्यू लेख्नुहुन्छ दिनभरिको थकान मेट्ने साथी बनेको छ हजुरको यो च्यानल सर, हजुरलाई धेरै धेरै धन्यवाद। म साउदी अरबबाट हेर्दैछु, ड्युटीबाट आउने बित्तिकै हजुरको यो च्यानल खोलेर तुरन्तै हेरिहाल्छु। आजको गाउँ खाने कथाको उत्तर चाहिँ उखु हो कि भन्नुभएको छ। तपाईको सही उत्तर रहेको छ। तपाईको माया स्नेहप्रति धेरै धेरै धन्यवाद छ पुलामी तोपेन्द्रज्यू। यसै गरी साथ दिइरहनुहोला। त्यसै गरी सावित्री पौडेलज्यू लेख्नुहुन्छ उत्तर उखु जस्तो लाग्यो, म पनि लोककथाको पारेखी हुँ, धेरै जसो डाउनलोड गरेर सुन्छु, व्यस्तताले सर केपिटप भन्नुहुन्छ। सावित्री पौडेलज्यू धेरै धेरै धन्यवाद। विपना बिसीज्यू लेख्नुहुन्छ वाउ, तपाईलाई पनि धेरै धेरै धन्यवाद। सुजित मान सुनारज्यू लेख्नुहुन्छ उखु भन्छ मेरो दिमागले त जमिन सर भन्नुभएको छ। सही उत्तर रहेको छ। त्यसै गरी रन्जु साईज्यू लेख्नुहुन्छ आन्सर उखु, तपाईको पनि सही उत्तर रहेको छ। किशोर केसीज्यू लेख्नुहुन्छ फर्स्ट कमेन्ट, आजको उत्तर चाहिँ उखु हो भन्नुभएको छ। उहाँले सबैभन्दा पहिले कमेन्ट गर्नुभएको थियो। त्यसै गरी गोपाल श्रेष्ठज्यू लेख्नुहुन्छ उत्तर उखु जस्तो लाग्छ भन्नुभएको छ। धेरै धेरै धन्यवाद गोपाल श्रेष्ठज्यू। त्यसै गरी कृष्ण दितालज्यू लेख्नुहुन्छ उखु खालो भन्नुहुन्छ। उखु सही उत्तर रहेको छ। र रुसम लावतीज्यू लेख्नुहुन्छ सुगर क्यान, तपाईको सही उत्तर रहेको छ। भिडियोलाई हेरेर कमेन्ट गरेर र लाइक गरेर साथ दिनुहुने सम्पूर्ण दर्शक तथा श्रोताज्यूहरूलाई धेरै धेरै धन्यवादका साथ अब लागौं आजको गाउँ खाने कथातर्फ। आजको गाउँ खाने कथा रहेको छ आकाशको मैदान, रुखको बास, धरतीको बिस्कुन, चुच्चाको घाँस के हो। प्रश्न एकपटक फेरि, आकाशको मैदान, रुखको बास, धरतीको बिस्कुन, चुच्चाको घाँस के हो। यस प्रश्नको जवाब तपाईलाई थाहा भए कृपया कमेन्ट गर्नुहोला। त्यसै गरी दर्शक तथा श्रोतावृन्दहरू, मेरो यस च्यानलको भिडियो हेर्नुहुने दर्शकहरूमध्ये 60% दर्शकज्यूहरूले नोटिफिकेसन अन गर्नु भएको छैन। यसले गर्दा तपाईलाई मेरो भिडियो अपलोड हुने बित्तिकै मेसेज आउँदैन। त्यसै कारण सब्स्क्राइब गरेर अल अप्सन थिचिदिनु होला। यसले गर्दा मेरो भिडियो तपाईलाई अपलोड हुन साथै आउनेछ। यति भन्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई पनि बिदा दिनुहोस्। नमस्कार।